उत्तर बङ्गालको अलिपुरद्वार जिल्ला स्थित रानीबटाङ चिया कमानको म निवासी हुँ। प्रकाश राई निवासी हुँ। मेरो तर्फबाट म फेसबुक छोड्न चाहँदैछु। भारतीय जाति सबै जाति समुदाय मेरो तर्फबाट सबैलाई प्रणाम। म फेसबुक किन छोड्न चाहन्छु भने हाम्रो दीर्घकालीन माग गोर्खाल्यान्डको सम्बन्धमा जुन चाहिँ आज केन्द्रमा राज्यमा गाउँ पहाड तराईद्वारमा सर्वत्र यो चर्चा भएको विषयमा म आफ्नो व्यक्तिगत राजनीतिक सामाजिक अनुभवी लिएर म आज सेक्सको बारेमा म फेसबुक छोड्न चाहँदैछु र तपाईँले ध्यानपूर्वक सुनिदिनु होला। किनभने गोर्खाको यो अस्तित्वको कुरा हो, जातीयता मातृत्वको कुरा हो र म फेसबुक छोड्न चाहँदैछु। भारतको जुन चाहिँ संविधान राज्य पुनर्गठन आयोगको 1956 सालको ऐनमा राज्य पुनर्गठनको पारित भएको पश्चात देशमा जातिको आधारमा पन्जाबीको पन्जाब, बिहारीको बिहार, बङ्गालीको बिहारी भयो, राज्य गठन भयो। तर देशको लागि स्वतन्त्रको निम्ति आजाद हिन्द फौज सेनापति सुभाष चन्द्र बोसको सिपाहीमा भएर अंशग्रहण गरेर भाग लिएर दुर्गमल्लहरूले गोर्खाहरूले त्यसको लागि दिएको त्याग बलिदान भएको छैन। भारतको संविधानले भन्छ शहीदको सम्मान राष्ट्रको सम्मान एक हो भनेर। तर आज हामीलाई आशा लाग्दो आशावादी छौँ। अहिले वर्तमानको राज्य सरकार, केन्द्र सरकार र साथै हाम्रो जातिको पार्टी गर्ने नेताहरू जति छ पहाड तराई डुवर्सका सबैलाई म अनुरोध गर्छु डुवर्स पनि यो शिड्युलभित्रमा अन्तर्भुक्त गरिदिने प्रयास गर्नुहोस्। संविधानभित्र संविधानमा के लेखेको छ भने यो जुन चाहिँ शिड्युल छ 244 धारा आर्टिकलकोमा लेखेको छ कि संवैधानिक तौरमा यो एउटा सरकारी व्यवस्था हो। यसले मात्रै राज्य पुनर्गठन हाम्रो गोर्खाल्यान्डसम्म पुग्ने उत्तम मार्ग हो र यसलाई हामी भारतवासी मैले मात्रै नभए तराई डुवर्स सम्पूर्ण गोर्खा साथीले समर्थन गरौँ र हामी पहाड तराई डुवर्सका जति पनि छ नेतावर्गहरू मान घिसिङ, राजु विष्ट, निरज जिम्बा, विमल गुरुङ आयोसँग उनीहरू सरहरूसँग हामी भेट गर्न चाहन्छौँ र हामी अन्तर्गत गर्न चाहन्छौँ। हामीलाई अनुमति पाओस्। म राष्ट्रको हितमा म बोल्न चाहँदैछु र सबैलाई मेरो तर्फबाट जय हिन्द, वन्दे मातरम्।